हेलो एभ्रिवान, तपाईँलाई वेलकम छ मेरो युट्युब च्यानलमा। नमस्ते सबैजनालाई। गाइस, आज हामी चाहिँ यहाँ बेङ्गलोरमा, हामी त गाउँमा बस्छ नि त होइन, बेङ्गलोरको सानो गाउँ छ, त्यहाँनिर चाहिँ आज पुराण रहेछ। अनि हामीलाई बोलाएको थियो, अन्त हामी खाना खानु जाँदैछौँ पुराणमा गाइस। अनि हेर्दै गर्नुहोस्, हामी तपाईँलाई पनि लिएर जाँदैछौँ, सँगसँगै नेहा पनि जानु आँटेको छ होइन। मैले चाहिँ किन भोइस कभर गरेको भन्दा चाहिँ मैले म्युजिक हालेको थिएँ, त्यसले गर्दा कपिराइट लाग्यो होइन। अन्त त्यही भएर चाहिँ मैले भोइस कभर गर्दैछु। अनि नेहाले पनि भन्दैछ हामी जाँदैछौँ होइन। अनि गाइस, हेर्दै गर्नुहोस् यो भिडियो चाहिँ होइन, तपाईँलाई कस्तो लाग्छ हो। अन्त हामी चाहिँ अहिले पुगिसकेको छौँ। यहाँ चाहिँ एकदमै ज्यादा भिड छ। दिदीलाई चाहिँ गरम भएर आँखा मोल्नु हुँदै थियो, अन्त चाहिँ गरम थियो। अन्त हामी चाहिँ गएर खाना बाँड्नुतर्फ लागेँ। अनि अहिले चाहिँ दिदीहरूले पनि खाना बाँडिसकेर आइसक्यो हो। दिदीहरूले भन्दा पनि दिदी र नेहाले, अनि साहिल र सोहेल आउँदो रहेछ हो। अन्त यता चाहिँ सबैजना बसेर खाना खाँदै थियो। अन्त हामी पनि यो सकेर चाहिँ खाना खाने भनेर भन्दै थियौँ गाइस हो। अन्त सबैजना चाहिँ थाकिरहेको थियो गरमले गर्दा चाहिँ पुरा हो। अन्त त्यही हो। अन्त यो पनि यो केटाले पनि, सोहेलले पनि हाई भन्दैछ, हेलो गाइस भन्दैछ हो। मैले हाई भन्नु लाग्थेँ। अन्त अहिले चाहिँ दुईजना फोटो खिच्दै थियो। अन्त यता चाहिँ केराको पत्तामा पानी लिएर रेडी। यहाँ चाहिँ केराको पत्तामा खाना खान्छ होइन। अन्त अहिले चाहिँ म खाना खानुदैछु होइन। यो चाहिँ हो के भन्छ, साम्बार र राइस अनि रागी बल। अनि यो चाहिँ छेउमा चाहिँ झिल रहेछ होइन। यो चाहिँ एकदम दामी, हेर्दाखेरि पनि हुन्छ नि मन छुने टाइपको, घुम्नु भिडियो बनाउनु होइन। अन्त हामी चाहिँ अहिले फर्किँदैछौँ होइन गाइस। अब आयो, मजा आयो, तर गरमले पनि मोड्नु भयो, सबैजना सेलक्कै भइरहेको छ हो। अन्त गाइस, आजको भिडियो यहाँसम्म हो। तपाईँलाई कस्तो लाग्यो, मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नुहोस्। जति पनि नयाँ सब्सक्राइबर हुनुहुन्छ